बालन सरकार पुराना दलले खाइसके, मासिसके, जनहितको लागि काम गरेनन्, राष्ट्रहितको लागि काम गरेनन्, यिनीहरू फेलियर भयो भनेर नेपाली जनताहरूले तपाईहरूलाई अथवा नयाँ अनुहारलाई ठुलो आशा र भरोसा राखेर आफ्नो अमूल्य मत दिएर माथि पुर्याएका छन्। आज यिनै जनताहरूको मत पाएर तपाईहरू माथि पुगेर काम गर्ने मौका पाउनु भएको छ होइन। सरकारले चाह्यो भने के गर्न सक्दैन र आज जसरी सुकुम्बासी बस्तीमा डोजर चलाएर होइन तपाईहरूले यी हजारौँ लाखौँ सुकुम्बासीहरूको उठीवास लाउनु भएको छ। यसै गरी यी राष्ट्रको बोझ, धरतीको बोझ, परिवारको बोझ, दिन रात मदिरा सेवन गरेर डुक्रिँदै हिँड्ने यी नालायक पुरुषहरूलाई पनि यसै गरी उठीवास लगाइदिनु भयो भने नेपालका करिब 80% जति महिला दिदीबहिनीहरूको आत्माले शान्ति पाउने थियो। हेर्नुहोस् त यो हिजो राति हाम्रो छिमेकीको घरमा यस्तो घटना घटेछ होइन। उनको श्रीमान चाहिँ दिनरात जाँड रक्सी खाएर हिँड्ने, एउटा एक सुको कमाइ नगर्ने, भएको प्रपर्टीहरू पनि बेचेर खाने, घरमा भएका अन्नपात भाँडाकुँडा सबै थोक बेचेर लगेर रक्सी खाएर बेक्कममा भएर हिँड्ने। अनि यी बहिनीले चाहिँ चाडा छोराछोरीलाई जेला मजदुरी गरेर पालन पोषण गर्दै आएकी थिइन्। हिजो बेलुका छोराछोरीलाई अलिकति मासु ल्याएर खुवाउन त भनेर जेला मजदुरी गरेका पैसाले मासु ल्याएर पकाएर खुवाउन ठिक्क पारेको अवस्थामा त्यो जड्या उसको पुई चाहिँ मातेर आएर चाहिँ यसरी उनको टाउको ताकेर चाहिँ यो कन्तीले हानेको अरे। मासु तातो मासु नै सहित उसको टाउकामा हानेको अरे। धन्दौडले टाउको छलिसिन् र यहाँ फोटोमा चाहिँ त्यति राम्रो आएको छैन। यो कन्ती कच्याकुचुक भएको छ। यो कन्तीले ती महिला अथवा उसको छोराछोरीको टाउकामा लागेको भए के अभिगत हुन्थ्यो। यस्ता मान्छेहरूलाई पनि तह लाउनु पर्यो। मलाई त्यति राम्रोसँग थाहा त छैन। बिहारमा मदिरा निषेधित छ अरे। अब यी नेपालका 80% दिदीबहिनीको हित चाहनुहुन्छ भने तपाईँले पनि नेपालमा पनि मदिरा निषेधित गर्नुहुन्छ कि के गरेर यो मदिरा नियन्त्रण गरेर अनि यी मदिरा सेवन गरेर यसरी बेक्कममा भएर हिँड्ने पुरुषहरूको पहिचान गरेर लगेर राष्ट्र निर्माणको काममा लगाइदिनुहुन्छ कि अथवा के गरेर यिनीहरूको व्यवस्थापन गर्नुहुन्छ। यो चाहिँ एकदम यो सुकुम्बासीको बस्ती उठाउनुभन्दा यो चाहिँ एकदम शोचनीय विषय छ होइन। हाम्रो यो भिडियो हेर्नुहुने साथीहरूले यो भिडियोलाई बालन सरकारसम्म पुर्याइदिने पहल गरिदिनु होला। हजुरहरूको सहयोग भयो भने यो भिडियो बालन सरकारसँग पुग्छ। हेर्नुहोस् त यहाँ फोटोमा त त्यति राम्रो आएको छैन। यो कन्ती यति कचाकुचुक भएको छ नि यस्तो अवस्था हुनेसम्म गरेर यसरी हेर्नु होला। यहाँ यो नयाँ कन्तीको हविगत यस्तो बनाइदिएको छ। उहाँ बहिनीले यति मासु यो कन्तीमा बाँकी रहेको मासु र कन्ती नै मेरो घरमा लिएर आएर दिदी भिडियो बनाइदिनु न, मलाई त यस्तो बिजोग भयो भनेर उहाँकै अनुमतिमा बनाएको यो भिडियो हो। सबैले साथ सपोर्ट गरिदिनु होला। धन्यवाद, नमस्कार।